विकास गर्न मिल्दैन है। अब हिजोको परिस्थिति रहेन। जनता कांग्रेस एमाले माओवादीको गोठको गाईबस्तु बनेर बस्न तयार भएन। जनताले आफ्नै जीवनकालमै देश बनेको हेर्न चाह्यो र कांग्रेस एमाले माओवादीबाट अथवा अहिलेको संस्थापनले ल्याएको प्रणालीबाट देशको विकास सम्भव छैन भन्ने निष्कर्षमा पुग्यो। त्यसकारणले चाँडोभन्दा चाँडो नवीन समझदारी बनाउनु पर्दछ। मैले चाहिँ सरकारलाई के सुझाव दिन चाहन्छु भने यो एउटा कास्टिङ मात्रै हो हैन, यो एउटा सानो अंश मात्रै हो। अब देशले थप द्वन्द्व बिहोर्न सक्दैन। त्यसकारणले आज सरकारको नेतृत्व गर्नेहरू अथवा अहिले यो गणतन्त्रको पक्षधर भन्ने राजनीतिक दलहरूले संयमता अपनाउनु पर्दछ र उनीहरूले चाँडै नै राजा सहितको सबै राजनीतिक शक्तिहरू हटाउने नयाँ व्यवस्था निर्माणको लागि नवीन सम्झौताको लागि तयारी हुनुपर्दछ। त्यो नै सबैको हितमा हुन्छ भन्ने म आग्रह गर्छु।